ल साथीहरू यो दमौली बजार है तनहुँको चाहिँ दमौली बजारमा पुगिसकेका छौँ। अब यहाँदेखि डुम्रे थोरै अगाडि छ। अब हामी डुम्रे जानेछौँ अनि डुम्रेदेखि चाहिँ लमजुङका लागि लाग्नेछौँ है। ल हामी तनहुँमा छौँ है साथीहरू। तनहुँको चाहिँ दमौली बजारमा है। ल साथीहरू दमौली बजारको अर्को पार्ट हो सुन्दर दमौली बजार। यो चाहिँ हाइवे पोखरा जाने हाइवे। यतातिर यसरी फैलिएको छ दमौली बजार। यो हाइवेको चारैतिर है डाँडा पाखाले घेरेको छ चट्ट परेको दृश्य। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind. यो बेसी सहर जाने क्रममा हामी बेसी सहर नगरपालिकामा हार्दिक स्वागत गर्दछौँ। गेटनिर पुगेका छौँ। अबको 20 मिनटमा हामी बेसी सहर पुग्दैछौँ। एकदमै सुन्दर गाउँहरू पार गर्दै हामी अगाडि बढेका छौँ साथीहरू। अब हामी बेसी सहरमा प्रवेश गर्दैछौँ है साथीहरू। साथीहरू बेसी सहरमा प्रवेश भयो हाम्रो। बेसी सहर है साथीहरू। बेसी सहर लमजुङ बेसी सहरमा आइसकेका छौँ हामी। बेसी सहर लमजुङ घलेगाउँ जाने घलेगाउँ जाने बाटो कता हो? घलेगाउँ यही हो? घलेगाउँ घलेगाउँ अँ पिच छ। जाऊँ जाऊँ। ल साथीहरू बेसी जाऊँ अगाडि बढौँ। हिँड्ने हिँड्ने जाऊँ अगाडि हिँड्ने भए। यता हो यता हो। हजुर ए यतैबाट जाम गएर अल्मलिन छ। ल साथीहरू घलेगाउँतिर लाग्दैछौँ हामी। बेसी सहरमा अहिले लमजुङको बेसी सहर हेर्नु साथीहरू। बेसी सहर है राम्रोसँग देखाउनु पऱ्यो सानो बजार। यो सानो ठुलो गाउँ नगरपालिका नै हो। मेन चौकमा आएर मेन चौक रहेछ साथै बेसी सहरको।
ठुलो नि रहेछ यार बेसी सहर। बेसी सहर ठुलो रहेछ, लम्बो रहेछ। यता घले गाउँ जाने बाटो यही हो? हजुर घले गाउँ हो यताबाट सिधैको बाटो दाहिने बायाँ गयो भने बुझ्छ सिधै माथि सिधै जाने नि। घले गाउँ जाने बाटो कुन हो? घले गाउँ जाने यही सोझै? हजुर यो सोझै। ल थ्याङ्क यू। के छ बाबु? थ्याङ्क यू। हाई 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 हाई। सोझै 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 यही हो क्या सोझै। ल उकालो लाग्यौँ है साथीहरू। अब हामी घले गाउँतिर त्यो अगाडिसम्म पिच्छ बाटो, त्यस पछाडि अफ रोड। यो लम्बी गाउँ देखिएको छ साथी। एकदम ब्युटिफुल गाउँ होइन? त्यो सानो सानो चाहिँ खेत छन्, त्यसमा चाहिँ धानको खेती गरिएको छ। एकदमै सुन्दर देखिएको छ नि त साथीहरू। यो सुन्नु त, केही नास्ता खाएर गएको भए हुन्थ्यो क्या। केही नास्ताहरू खाएको भए हुन्थ्यो। अब बाटोमा कहीँ हेऱ्यो भने अड्डिनु होला है। हुन्छ सुन्नु भयो नि? बाटोमा कतै के भेट्यो भने नास्ता खाएर जाउँला क्या। यहाँ अहिले थियो हुन्छ। साथीहरू यो चाहिँ कोदो हो है। यतातिर लगाएको कोदो हो। चिसो आउनु थाल्यो नि त अब। यो सब कोदो खेती हो। सुन्दर गाउँहरू हेर्न सक्नुहुन्छ साथीहरू। बाटैमा पिङ हालिदिएका छन्।
कस्तो सुन्दर गाउँ हो रे साथी। ल सुन्दर गाउँ रहेछ यो। पर्खिनुहोस् यार, केही खाएर त म हैरान भइगयो। बिमदा बेसी गुरुङ कटेजमा हामी चाहिँ यसो ब्ल्याक कफी खाएर चाहिँ अब निस्किँदैछौँ। यो बिमदा बेसी गाउँ सुन्दर गाउँ। यतातिर अब धानको खेती, त्यस्तै गरी कोदोको खेती पनि छ कतै कतै, यहाँ अहिले देखिरहेको छैन। यो हामी बेसी सहरदेखि 5 किलोमिटर माथि छौँ। उतातिर मनासुली हिमाल पनि हेर्न सक्नुहुन्छ। 6 बज्दैछ। यो पहाडको बाटो भएर हामी चाहिँ यो पहाडलाई क्रस गरेर अर्कोतिर गएपछि लमजुङ गाउँ छ। सो अझै हामीलाई 1 घन्टा लाग्ने छ यहाँबाट बाइकमा राइड गरेर पनि। इट्स अ ब्युटिफुल भिलेज, लस इन्भाइरोमेन्ट, एकदम चारैतिर हरियो छ नि त साथीहरू। यो कटेज पनि राम्रो छ है। ल अब हामी अगाडि बढ्छौँ है, हामीसँग चाहिँ टाइम छैन। बाटो यो साथीहरू, बाटो ठिकै छ, राम्रै हो बाटो। अब यहाँ उडाउने त 50 भन्छ नि, अब उडाउने 50 मा उडाउँछन् होला। ल साथीहरू, अब हामी घले गाउँमा भोलि बिहान भेट गर्छौँ है। ल साथीहरू, भिडियो पनि धेरै दिन लामो भइसकेको छ। अब नयाँ भिडियोमा हामी भोलि बिहान चाहिँ घले गाउँमा भेट गर्छौँ है। घले गाउँ अथवा भुजुङ गाउँ है। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।